नमस्कार। कार्यक्रम पाका कुरामा म किशोर सेनाई। आदरणीय श्रोता तथा दर्शक, यो कार्यक्रम यहाँहरूले हरेक शुक्रबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ र हेर्न सक्नुहुन्छ। र आजको पाका कुराको श्रृङ्खलामा हामीसँग हुनुहुन्छ प्राध्यापक डाक्टर प्रेम शर्मा। 2011 साल वैशाख 21 गते भोकसिंह पर्वतमा जन्मनुभएका शर्मा हाल काठमाडौँको वडा नम्बर 31 को शङ्खमूलमा बसोबास गर्दै आउनुभएको छ। लामो समय स्कुल र कलेज र विश्वविद्यालयमा प्राध्यापन गरी उहाँ रिटायर हुनुभएको हो। डाक्टर साहब, यहाँलाई हाम्रो कार्यक्रम पाका कुराको एचडी च्यानल न्युज संसार एचडीमा यहाँलाई स्वागत छ। हस्, धन्यवाद। डाक्टर साहब, यहाँ त अहिले अवकाश जीवन बिताइरहनु भएको छ होइन? प्राध्यापन लामो समय प्राध्यापन स्कुलमा प्राध्यापन गरेर यहाँ रिटायर हुनुभयो र हाल यहाँ अवकाशपूर्ण जीवन कसरी बिताइरहनु भएको छ? बिहान उठेदेखि राति सुत्ने समयलाई यहाँ कसरी व्यतीत गर्दै आउनुभएको छ? अनौठो कुरातिर सोध्नुभयो, मलाई अलि अप्ठ्यारो लागिरहेछ। कुनै बेला 24 घन्टामा 19 घन्टा काम गर्थेँ। अहिले पछिल्लो समयमा गएर सायद 3 घन्टा काम गरियो होला, अरू फाल्तु समयमा व्यतीत गरेँ होला। त्यसरी बिताएको मध्येमा अहिले आएर म अझै पनि झन्डै 52 वर्ष जति पठन पाठनमै छु। म रिटायर भए पनि उच्च स्तरको जनशक्ति उत्पादनमा जस्तै पिएचडी विद्यावारिधीको सुपरभाइजरको काम गर्दैछु अझै पनि, र एमफिलका स्टुडेन्टहरूको क्लास लिने काम गर्दछु। प्लस मेरा अन्तर्गत विद्यावारिधि गर्ने विद्यार्थीहरूको सुपरभिजनको कामले गर्दा एकत्र व्यस्त छु भने कहिले अब राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको महासचिव पनि भएर काम गरेँ। अहिले चिफ एडभाइजर छु। अर्कोतर्फ मेरो हबी भएको गाउँ पर्यटन प्रबन्धन मञ्च नेपालको क्षेत्रमा यसको संस्थाको चिन्तन मनन गर्दा मथिङ्गल गर्ने समयदेखि नै आज झन्डै 35 वर्ष भयो त्यसको पनि प्रमुख सल्लाहकार रूपबाट काम गर्दै आइराखेको छु। र यही क्षेत्रमा मेरा दिनहरू बितिरहेछन् र मलाई सम्भवतः आज बिहान मात्रै फुर्सद भएको, किनभने म बिहान 3 बजी उठ्छु। 3 बजी उठेपछि मलाई शान्त वातावरण हुन्छ, त आर्टिकल लेख्छु। अहिले एउटा आर्टिकल लेखेको छु, सम्मत नेपाल सरकारको कृषि तथा पशु विभाग अन्तर्गत आगामी दशैँभित्र छापिन्छ होला। त्यो एउटा विशेषाङ्क निस्कँदैछ, त्यो खर्क र गोठालो भन्ने विषयभित्र छ। रेन्जिलेन्स एम पास्चरिस्टको क्षेत्रमा नेपालमा केही महिना पहिला अन्तर्राष्ट्रिय एउटा गोष्ठी भएको थियो, जहाँ 40वटा देश र 90वटा एकदम नोबल भर्खरका गोठाला, स्पेसली महिलाहरूले सञ्चालन गरेका गोठालाहरूको बारेमा गोष्ठी भएको रहेको थियो। तर म त्यसमा त सहभागी भइनँ। तर त्यही बारेमा म 77 जिल्ला 753 गाउँ के अरे पालिकामध्ये स्थानीय तहमध्ये सायद करिब 600 पालिका घुमिसकेको व्यक्ति हो। त्यसमा मलाई नौलो छैन। खर्क भन्ने कुरो मेरो लागि नौलो पनि छैन। र म करिब 5700 मिटर्सको हाइटसम्म उक्लेको पनि छ, भ्रमण गरेको पनि छ। जस्तै दामोदर कुण्ड भनौँ न, थोरङ्ला पास 1918 मिटर भयो भने दामोदर कुण्ड जान त्यत्रो पास भएर जानुपर्छ। यस्तो घुमेको व्यक्ति हो। र कैलाश मानसरोवर कैलाश पनि घुमेको कारणले त्यहाँ पनि 56-57 मिटर छ। त्यो बारे बताइदिनु। कैलाश मानसरोवरको यहाँको यात्रा कस्तो रोचक? यहाँ त पहिलोचोटि जानुभयो, त्यहाँ पुगेर कैलाश मानसरोवर हेर्दाखेरि यहाँलाई कस्तो अनुभव भयो? अब यो स्वास्थ्यको चुनौती भयो कि भएन? स्वास्थ्यमा चुनौती मलाई किन छैन भन्दा म एक्सक्लामेटेसन्स भइसकेको व्यक्ति छु। त्यो जानुभन्दा अगाडि म हुम्लाको कति सालमा जानुभएको? यहाँ अहिलेभन्दा 2 वर्ष अगाडि। सायद तपाईँले युट्युब खोले हेर्नुभयो भने एक व्यक्ति 3 आयाम भन्ने अथवा कैलाश यात्रा भन्ने, प्रेमसँग कैलाश यात्रा भन्ने युट्युबमा डकुमेन्ट्री छ, करिब आधी घन्टाको। त्यो हेर्न पाउनुहुन्छ तपाईँ। त्यहाँ हेरेपछि म डिटेल भनिराख्न आवश्यक परेन। रहेको कुरो के हो त भन्दाखेरि मलाई नेपालमा जब हुम्ला द सिटिजन अफ हुम्ला भन्छन्, किन भन्दा
जुन हुम्ला जिल्लाका सभापति माननीयहरू, प्रदेशका माननीय र सङ्घीय माननीयहरू जीवनबहादुर साई, छक्काबहादुर लामा उहाँहरूले मलाई द सिटिजन अफ हुम्ला भन्छन्। के कारणले भन्छन् आफै अनुमान गरे हुन्छ। त्यसमा मलाई त्यति जानकार छ। र लिमी भेल्लीमा म जब भिजिट गरेँ, कुन तर्फबाट यहाँ कैलाशमा मानसरोवर जानु? होइन, मानसरोवर गएको त अब रसुवा नाकाबाटै गएको म। हजुर। तर विधिवत त्यही नाका मात्रै खुलेको थियो, पहिला अघि थिएन। यता तातो पानीको बन्द भएको अवस्था पनि हो, त्यसै कारण त्यहाँबाट गएको। यो जुन त्यो पुल भत्किनुभन्दा अगाडिमा गएको थिएँ। आजभन्दा 2-3 वर्षले त 24 कति दिनको टुर थियो यहाँको? यो 11 दिनको थियो। हजुर। अनि कति दिन पैदल यात्रा पनि गर्नु? पैदल यात्रा त गर्न परेन, त्यही 2.5 दिन, 2.25 दिनको भयो। हजुर। त्यो जुन कोरा गर्ने भनिन्छ, कोरा गर्ने हो घुम्ने, सुतेर घुम्नेलाई कोरा भन्ने चलन हो। तर त्यो तिब्बतियन भाषामा, तर हाम्रो साधारण बोलचाल र बुझाइको भाषामा भनेको परिक्रमा गर्ने हो। कुन महिना जस्तो? यो म असारको साउनको 12 गतेदेखि गएको थिएँ। पूर्णिमा त परेको थिएन त्यतिखेर? पूर्णिमा थिएन। त्यो टल्किन्छ भनिन्छ नि। त्यो टल्किनेको कुराले मलाई आकर्षण गरेको मित्र। है मैले के कुरा खोलिरहेको थिएँ भने म नेपालमै घुमेको छु। हजुर। हुम्ला जिल्लामा त 6 चोटि 7 चोटि पुगेको छु। जहाँ कि लिमी उपत्यका पनि गएको छ। लिमीको पनि फेरि अर्को लाप्चा भन्ने अर्को भेल्ली छ। त्यो ठाउँ एउटा जीवन्त चिडियाखाना छ, जहाँबाट तपाईँले यसो बसेर हेर्दाखेरिमा तल के देखिन्छ? हरियो मानसरोवर ताल देखिन्छ, पारी कैलाश टक्क उभिएको शिवजी उभिया जस्तो देखिन्छ। टल्कने भनेको त्यो दक्षिण मोहरा हो। त्यो भने तपाईँले भने जस्तो टल्किन्छ। त्यसको पनि रूप परिवर्तन केमा हुन्छ भने बिहान कस्तो कतापट्टि घाम पर्छ त्यता एउटा कलर हुन्छ भने अर्कोतिर अर्को कलर हुन्छ, र घाम अस्ताउने बेलामा अर्कै कलर हुनसक्छ। त्यस्ता चिजहरू त्यहाँ देखिन्छ। त्यो घुमेको व्यक्ति त्यो पुरै घुम्न कति 12-14 दिन लाग्छ भन्छ? होइन त, जम्मा 2 दिन र 1 बिहान मात्रै हो। धेरै हिँड्न पर्दैन त्यति हो। त्यो जाब कति 42 किलोमिटर हो जम्मा। हाम्रो टिममा चाहिँ अलि हाम्रो कोची खालको थियो, 9 जना हामी थियौँ। विदेशीहरू त्यसमा इन्डियन ब्रिटिस थियो 4 जना, अनि एउटा अमेरिकन नेपाली थिए। भने अमेरिकी सिटिजनसिप धारण गरे मान्छे थियो, अरू हामी नेपाली थियौँ। कसैलाई लेख लाग्नेहरू भयो कि भएन? धेरै त गएनन्। माथि गइसकेपछि एउटा पोइन्ट हुन्छ जुन यमद्वार भनिन्छ। यमद्वारबाट माथि गइसकेपछि अर्को एउटा पोइन्ट छ जहाँ 1 दिन बास बसिन्छ। त्यो बास बसेको क्षेत्रबाट मान्छे हरास हुन्छन्, अलिकति लेख लागेको फिलिङ हुन्छ, अनि उनीहरू त्यहाँ फर्किन्छन्। पहिला आशै गर्दैनन्। त्यसभन्दा कसैको फेरि श्वास प्रश्वास बढ्ने इत्यादि क्रम पहिले नै सुरु हुन्छ, किनभने त्यो क्रमशः लैजान्छ हाम्रा गाइडले। जुन रसुवागढी नाकापट्टि केरुङ छ नि, केरुङ चाहिँ 2700 मिटर्सको हाइट हो। त्यहाँ 1 रात राख्छ। अनि त्यसपछि सागा भने लैजान्छ। सागा भनेको 4600 मिटर्सको हाइट हो। त्यहाँ जाँदा उकुस मुकुस त्यहीँ भइहाल्छ। तपाईँको रगतको पनि अक्सिजनको लेभल पनि घट्न थालिहाल्छ। त्यसभन्दा मान्छे त्यसै पनि साइकोलोजिकल लिन्छ। तर म त घुमिराखेको कारणले हो, र म फेरि उमेरका कारणले पनि मलाई के लागेन भने मरिन्छ, कुनै आपत्ति छैन भन्ने मलाई अलिकति क्वाइट फ्रिडम भएको व्यक्ति हो। किन वाट एभर आई हेभ टु एचिभ्ड इज एचिभ्ड। आई एम फुल्ली सेटिस्फाइड पर्सन। म आफ्नो क्षेत्रमा सन्तुष्ट व्यक्ति छु। नेपालको सबै क्षेत्रमा घुम्न पाएको कारण पनि छु, र यहाँका 140-42 जातिको विषयमा, संस्कृतिको विषयमा लेखपढ गर्ने भएको हुँदा मैले आज लेखेर सक्यो। रारा 7 चोटि। मुस्ताङको कुरा गर्नुहुन्छ 19 चोटि, अनि मुक्तिनाथको कुरा गर्नुहुन्छ 17 चोटि। त मुक्तिनाथमै पनि पुगेको छु। त्यही माथि गएन, कुनै 2-3 चोटि चाहिँ मलाई जान मन आवश्यक पनि भएन। म फिलिङ गरेँ। थोरङलाई पास पनि गरेको छु। अघि यहाँले भन्नुभयो यहाँ चाहिँ पहिला राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको महासचिव हुनुभयो, अहिले चाहिँ एडभाइजर हुनुहुन्छ होइन? अहिले के छ एक्टिभिटी यो ज्येष्ठ नागरिक? यो ज्येष्ठ नागरिकहरूको नेपालमा विचलित छ। पहिला कुरा एक्टिभिटी के छ? एक्टिभिटिजको यस्तो छ भने अहिले उनीहरूको रेखदेख गर्ने, अभिभावक त दिने नयाँ पुस्ता हुनुपर्ने छोरा बुहारीहरू, नाति नातिना
सेवाबाट उहाँहरू एकान्त एलुफ हुनुभएको छ है। अब यसमा चाहिँ कस्तो छ भने सरकारले खोलेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय थियो, अहिले ज्येष्ठ नागरिक मन्त्रालय पनि झिक्दियो। होइन, त्यो नाम झिक्यो तर काम त छ, काम त्यसो न काम छ, त्यसलाई चाहिँ हामीले अन्यथा मान्न भएन। हजुर, त्यो काम भए त भइगयो नि, त्यो नामै त्यही किन चाहिन्छ भने आवश्यक छैन, र काम चाहिँ भइरहेको छ। तर सरकारको प्रयास चाहिँ निरन्तरता छ। यसको विधान 2063 अनुसार पनि पछि गएर 2079 साल भाद्र 5 गते फेरि संशोधन भएर आएको छ। त्यसले पर्याप्त संरक्षण दिएको छ ज्येष्ठ नागरिकहरूको लागि। जस्तै कुनै आमा बाउलाई पालन पोषण गर्ने छोरा अथवा उत्तराधिकारी व्यक्तिहरूले गरेन भने अथवा हेलाहोचो गर्यो, दुरुपयोग गरियो भने 5,000 जरिमानादेखि 5 वर्षसम्म जेल पनि पर्ने प्रोभिजन पनि छ। र त्यो सबै ज्येष्ठ नागरिकको रेखदेख गर्ने वडाले गर्ने प्रोभिजन छ होइन। वडाले त्यो सम्पत्ति पनि लिएर गर्ने व्यवस्थापन गर्ने र त्यो ज्येष्ठ नागरिकहरूको एउटा व्यवस्थित ज्येष्ठ नागरिक त्यो छुट्टै दिइरहेको छ होइन। त्यो छुट्टै कुरा हो, तर अहिले त्यो प्रोभिजनहरू छन्। तर अन्य कुराहरू ज्येष्ठ नागरिकको बारेमा जुन ऐनमा व्यवस्था छ कार्यान्वयनमा छैन। जस्तै यातायातको सुविधा दिने भन्ने छ, त्यो सुविधा दिने यातायात व्यवसायीहरूले गर्दैनन्। प्लेनमा पनि अहिले भएको गर्दैनन्। प्लेनमा गऱ्यो भने पनि अब झन्डै झन्डै यहाँबाट नेपालगञ्ज के अरे धनगढी जाँदाखेरि 16,000 तिनीहरूको फेयर छ, भाडा छ भने उहाँले के कटाउँदाखेरि केही नभए 5-6 हजार त तिर्नै पर्छ भने यिनीहरूले सस्तो फेयरमा ल्याउँदा 5,000मै उडाउँछन् भने त्यो लिइरहने झन्झटै छैन होइन, त्यो लफडै छैन। त्यसो हुँदा यस्ता चिजहरू छन् तर कार्यान्वयनमा फितलो छ। अर्कोतर्फ स्वास्थ्यको क्षेत्रमा दिने सुविधाका कुरा छन्, ब्याङ्किङ सुविधा छन्, यी कुराहरू खास गरी लागू भएका छैनन्। जस्तै ब्याङ्किङ क्षेत्रमा ट्याक्स फ्री गर्ने भनिएको छ होइन। ज्येष्ठ नागरिकले जुन बचत गर्छन् उनीहरूको खाता हुन्छ, त्यो खातामा लगाइने ट्याक्स हुन्छ नि, के अरे मूल्य ट्याक्स, त्यसको बारेमा त्यो हटाउने छ। तर लागू गरिरहेको धेरै ब्याङ्कका कर्मचारीहरूलाई, म्यानेजरहरू, शाखा प्रबन्धकहरूलाई थाहै छैन यस्तो किसिमको छ। त्यसो हुँदा यस क्षेत्रमा पर्याप्त काम गर्नुपर्ने आवश्यकता छ। र जति पनि नेपालमा झन् 100-200 जति वृद्ध नागरिकहरूको आश्रमहरू छन्, ती आश्रमहरू नर्क जस्तो अवस्थामा छन्। रेखदेख त्यहाँ बाँधेर राखेर विदेशीहरूले दिएको पैसा आफ्नो सुविधालाई प्रयोग गर्ने पारा बढी देखिन्छ। ठिक छ, उहाँहरूले धेरै राम्रो काम गर्नुभएको छ, बचाउनु भएको छ, रेखदेख गर्नुभएको छ। घरमा रेखदेख गर्ने मान्छे नहुँदाखेरि त्यस्तो ठाउँमा गएर त गर्नुभएको छ, तर उचित व्यवस्थापन सुखमय किसिमको दिनचर्याहरू बिताउने कुरामा त्यो पुरा भएको छैन। त्यसको दयनीय अवस्था छ। बसमा यात्रा गर्दाखेरि देखिने गरी ज्येष्ठ नागरिक सिट भनेर लेखा हुन्छ, छोड्दैन। अब तपाईँ त्यति मात्रै भन्नुहुन्छ। म महासचिवै थिएँ, मैले चिताउने दिदीको हातको तिहारको टिका लगाएपछि म बर्दिया जाँदै थिएँ, मेरो त्यहाँ सानो खेत छ, जाँदै थिएँ भरतपुर के अरे नारायणगढमा टिकट काट्ने बेलामा त्यो सरदर त्यो चाहिँ 1800 को टिकट रहेछ, त्यसले 2500 भन्यो। अनि मैले होइन अलि मिलाउन भाइ भनेको, अलि मिल्दैन यहाँ त भन्यो। अब चाडबाडको मालामा अनि उनीहरू मालामा प्यासेन्जर थियो होला, अनि मसँग त कार्ड पनि छ भने, अनि के को कार्ड छ भन्यो। कार्ड भएर तपाईँले के पाउनुहुन्छ भने भन्यो। अनि म त ज्येष्ठ नागरिकको कार्ड छ भने यसो देखेँ। त्यो कार्ड त तत्कालीन समयमा केपी शर्मा ओली प्रधानमन्त्री थियो, केपी शर्मा ओलीलाई दिनुहोस् भने भन्थ्यो। त्यस्तै यस्तो ठाडो जवाब पनि आउँछ। मैले भोग्ने म चाहिँ त्यसको पोलिसी निर्माण तहको मान्छे हो नि त, महासचिव भनेर होइन र भने मैले त्यो बेहोर्नु पर्छ न, अरू सर्वसाधारणले के गर्नु पर्ला। यस्तो दयनीय अवस्था छ। त्यसो हुँदा यसमा सुधार चाहिँ होस्। अहिले पनि जनचेतना होइन, तिनीहरूलाई पनि यातायात व्यवसायीलाई पनि केही समस्याहरू छन्, मैले देखाएको छु त्यो प्रश्न कुरो। हामीलाई दिएर के भन्छ, जस्तै एउटा तपाईँ हाइसमा 15जना 16जना मान्छे अटाउँछन् होइन, त्यो हाइसमा हामी 12जना ज्येष्ठ नागरिक चढ्यौँ भने सबैले मुनाफा के उ दिने हुने, एक्जाम दिने हुने, छुट दिने भने उसको पेट्रोल हाले खर्च पनि उठ्दैन नि त। त्यो सरकारले रिइम्बर्स गरिदिनु पऱ्यो, शोध भर्ना गरिदिनु पऱ्यो। त्यस्ताको एउटा व्यवस्थापनका कमी कमजोरीहरू छन्। त्यो व्यवस्था गर्नलाई अहिले जुन डिजिटल सेवा प्रदान गर्ने अहिलेको सरकारको
जुन अभियान आएको छ नि हो त्यसले समेट्छ कि भन्ने म आशावादी छु। किन म बेलायत पनि घुमेँ, अमेरिका घुमेँ, युरोप पनि घुमिसकेको व्यक्ति हो। त्यसो हुँदा त्यस्तो ठाउँमा एउटा कार्ड हुन्छ, कार्ड देखाइसकेपछि त्यो कार्डले सेन्सिटाइज गरेर मबाट लिने चिज अथवा मेरो रेकर्ड त्यहाँ राख्छ र सरकारले त्यो रिम्बर्स त्यो कार्डले चाहिँ हस्पिटल, जिल्ला प्रशासन कार्यालय, पासपोर्ट बनाउन जाने ठाउँमा त्यो प्रयोग होस्, छुट्टै लेखियोस् क्या त्यहाँ ज्येष्ठ नागरिक भनेर लेखियोस्। कति दिने हो, बरु ठिकै 10% होस् या 20%, 30%, 50% कति होस् होइन, लेखियोस् र त्यसको मर्का पर्न जाने संस्थालाई, व्यक्तिलाई सरकारले कम्पेन्सेट दियोस्, शोधभन गरोस् होइन, यो गर्ने आवश्यकता छ। डाक्टर सर, यहाँले स्कुल जीवनदेखि उच्च शिक्षा कसरी प्राप्त गर्नुभयो? काठमाडौँ कहिले आउनुभयो? पहिला आएर कहाँ बस्नुभयो काठमाडौँमा? म यो स्कुल शिक्षाको बारेमा अलि मेरो डिगज्याक किसिमको मोड छ। पहिलो कुरो, म स्कुल आमाले पठाउँदाखेरि दाइभन्दा म अलि बलियो थिएँ, ऊ मभन्दा 6 वर्ष जेठो थियो। उसलाई बाटा कुट्थेँ अनि म अलि बदमासी पाराको हुँदाखेरिमा म स्कुल छोड्नु पर्ने बाध्यता हो र आमाले गोठालो बस्न भनेर गुरुङहरूको गाई गोठालोमा राखिदिनु भयो। 4 वर्ष त्यसरी बिताएँ। त्यसपछि मलाई झ्याउ लाग्यो, त्यो गोठालो जीवन झ्याउ लाग्यो। ती गाईका मालिकका छोराछोरी झोला बोकेर स्कुल जाने, म चाहिँ स्याउ बोकेर अथवा पानी आउँदाखेरि स्याउ बोकेर जुकाले टोक्छ, जुत्ता पनि थिएन मेरो हातमा, अनि गाईले अर्को बाली खान्छ। बेलुका जाँदा घरमा फेरि आमाले कुटाइ दिनुहुन्छ मलाई। यो किसिमको झन्झट भइसक्यो। 4 वर्ष मेरो बुद्धि फिर्यो। त्यो भनेको 11 वर्षको समयमा म स्कुल जोइन गरेँ। 11 वर्ष भाद्रमा जोइन गरेँ, मङ्सिरमा फाइनल जाँच हुन्थ्यो, त्यतिखेर म डबल प्रमोसनमा पुगेछु। त्यसपछि एकैचोटि 4 महिनामा 3 क्लासमा मलाई लगे। 3 पढेँ, 4 पढेँ, 4बाट फेरि फर्काउँदा 5 पढिनँ, 6मा गएँ, 6मा पढेँ, 7मा पढेँ, 7मा पढिसकेँ त बुढो भइस्, अब त अर्कै जिल्लामा गएर बर भनेपछि त्यतिखेर हुन त त्यो पर्वत जिल्लै थियो, आरुचो तालपोखरी भन्ने, त्यो सिरुबारी चाहिँ उता स्याङ्जामा, त्यहाँ गएर म फेरि 7को मान्छे 9मा गएर बसेँ। त्यसो हुँदा जम्मा 7 वर्षमा मैले एसएलसी सम्पन्न गरेँ। कति सालमा दिनु एसएलसी? त्यो 2028 सालमा। त्यो बेला म 18 वर्षको भइसकेको थिएँ, तर मेरो उमेर धेरै भएको कारणले मलाई गुरुहरूले 2 वर्ष डिस्काउन्ट गरेर तल राखेको थिएँ। किन म 9 साले हो, तर सर्टिफिकेटमा अहिले तपाईँले भने जस्तो 11 साल त लेखिएछ, तर म खास गरी 9 साले हो। र त्यो पनि किन भयो भन्दा अब बाउ को म 17औं नम्बर सन्तान हो, अनि आमा 31 वर्ष उमेरमा विधवा पुग्नु भयो, किनभने बुवा चाहिँ खोलाले बगाएर बितेपछि म अलि ठुलो भएँ। आर्थिक अवस्था नाजुक भएको कारणले बिना पैसाको म गोठालो बसेँ होइन 4 वर्ष जति। त्यहीमा मलाई मेरो संसार। त्यसपछि म फर्केर गएपछि अनि फेरि एसएलसी 28 साल दिएपछि म 29 सालमा गोरखपुरमा भर्ती पनि भएँ। भर्ती भइसकेपछि त्यहाँ पनि एउटा हाम्रो गाउँतिरका मान्छेहरूले के गर्दैन, भर्ती भइसकेको व्यक्ति ल गाउँमा गएर मास्टर गर्ने, यो पार्टीको गर्ने भने मलाई एउटा रेड बुक माओ सेतुङको बारेमा रेड बुक हुँदो रहेछ, त्यो भिडाइदिए पुष्पलाल श्रेष्ठले। त्यतिखेर त्यहाँ एउटा गुरुङको उसमा बस्दा आश्रममा बस्दा रहेछन् तिनी, चित्रबहादुर गुरुङ भने जहिले जुन अहिले पोखराको एयरपोर्ट आदि भाग उहाँकै जग्गा हो, त्यो अधिग्रहण गरेर अहिले त्यो सरकारले एयरपोर्ट प्लस उता राष्ट्र ब्याङ्कसम्म फैलिएको क्षेत्र चाहिँ उहाँको हो। त्यो व्यक्तिले पालेको रहेछ पुष्पलाललाई। त्यतिखेर भेटघाट भयो, मैले चिन्दैन थिएँ। अनि मलाई 8 आना निकालेर सदस्य बनाएर फेरि मलाई भर्ती भएको मान्छे गाउँमै गएर मास्टर बने। मास्टर 990 रुपियाँ, जम्मा 90 रुपियाँ तलब थियो। आइए पास नगरे होइन एसएलसी गरेँ बित्तिकै। पहिला त फागुन चैत वैशाख जेठ असार साउन 5 महिना त भोलिन्टियरै गरेँ। त्यसपछि बल्ल नियुक्ति दिएको, त्यो पनि 90 रुपियाँ थियो। मन्थली पाउने भनेको मैले 12देखि 15 रुपियाँ पाउँथेँ। अनि एकैचोटि आशा आएपछि आर्थिक सहयोग भनिन्छ, त्यो आएपछि मात्रै मेरो तलब पाउँथेँ। त्यस्तो तरिकाले गुज्रे व्यक्ति हुँ। त्यसपछि 2032 सालको जेठ पछिको बिदाको समयमा फेरि 33 साल जेठमा काठमाडौँ आएँ। अनि त्यसपछि एउटा माननीय बसेको
कोठा 10 रुपियाँबाट माननीयले छोड्ने बेला गोर्खा माननीयले छोड्ने बेलामा 15 रुपियाँ आएर चाहिँ त्यो 15 रुपियाँ तिरेर डेरामा बसेँ। कुन ठाउँ काठमाडौँ? यो क्षेत्रपाटी भन्ने ठाउँ एउटा पन्त बाहुनको घरमा बसेँ, नारायण दत्त पन्त भने। उहाँ चाहिँ यो मालपोतको हाकिम हुनुहुरहेछ, म त्यति चिन्दैन थिएँ। अनि म त्रिचन्द्रमा नाइट क्लास पढ्थेँ, बिए। अनि आइए चाहिँ त्यसै प्राइभेट दिएर पास भएको थिएँ। म सिएड चाहिँ पोखरामा पढेँ एजुकेसन। त्यो सिएड कम्प्लिट 10 महिना कोर्स सकेपछि 2 सेमिस्टर सकेपछि म पनि भएको थिएँ। अनि यहाँ आइयो मबाट मैले को मनबहादुर विश्वकर्म भन्ने मेरो गाउँको पछि मान्य पनि बन्नुभयो। उहाँ चाहिँ त्यो गीतामाताको हेडमास्टर हुनुहुन्थ्यो, उहाँले त्यहाँ झुन्डाइदिनु भयो र मेरो जागिर त्यहाँबाट सिफ्ट पनि बनाएँ त्यहाँ। अनि त्यसपछि म बाँच्ने आधार ढुक्क भयो। त्यसपछि बिए पढेँ, एमए पढेँ। त्यसपछि इङ्ग्लिसको टिचर भएपछि काठमाडौँ मालामाल ट्युसन चढ्ने, 2-4 पैसा पनि कमाइयो 100 रुपियाँ ट्युसनमा। जिन्दगीमा सबैभन्दा 1500 रुपियाँ ट्युसन 2टा नातिहरू पढा। कुलशेखर सर भने पहिला गभर्नरको नाति पढाएर 1500 पनि पाइयो। र माधव प्रसाद घिमिरेको घरमा एउटा डेरा बसेको व्यक्तिको केबी घट्टी मगर भन्नेको श्रीमती पढाउँदा 400 रुपियाँ पनि पाइन्थ्यो। त्यो इङ्ग्लिस सिक्ने तरिका यो पाउँदाखेरि आफूलाई मन्थली स्यालेरीभन्दा त्यो धेरै पाउँदाखेरि मलाई खुसी हुन्थ्यो। त्यसमा मलाई त्यो पैसाले घडेरी किन्ने सुविधा भयो। मसँग मामाले अरूहरूले चाडपाडमा म आफैले गोठालो गरेर अथवा ज्यामी गरेर जम्मा पारेको 300 रुपियाँ र मेरो तलबमा पाइएको 1700 मध्ये 1300 रुपियाँ घरमा बुझाएर 400 रुपियाँ लुगाएर 700 रुपियाँ लिएर थानकोट भित्रिएको व्यक्ति हो। काठमाडौँमा 3 ठाउँमा घर बनाएँ। एउटा घरमा दाइ बस्नुहुन्छ, एउटा घरमा आफै बस्छु, एउटा मेरो फार्मर श्रीमतीले लिएर गइन् हैन। उनले मलाई छोडपत्र गरिन्। त्यसमा दुःखदायी तरिकाको जिन्दगी भनेको मैले 4 चोटि बिहा गरेँ। अहिले सायद 71 सालमा पनि लास्ट बिहा गरेँ। अहिले उनीसितै म बस्दछु। डाक्टर साहब, यहाँले परिवारको त भनिहाल्नु सक्छ, यहाँले थर शर्मा लेख्नु भइरहेछ होइन, तर रियल थर के हो यो बारे हाम्रो? प्रेम शर्मा लामिछाने लेखिने पर्ने, उपाध्याय लेख्नु पर्ने, जैसी लेख्नु पर्ने, यी कुरा तफसिलका थिए। तर मैले के सिकेँ अलिक छोट लामो नाम किन लेख्ने? प्रेम प्रसाद दुनियाँ लेख्ने, प्रेम शर्मा भन्ने लेखेँ किन छोटो पनि भयो। अरूले लेखेको नागरिकतामा के छ हजुर? नागरिकतामा प्रेम शर्मै छ। मेरो छोराछोरीको अझ पनि 4वटै अल्फाबेटको छ। ओङ टु पिएस, EVPS भन्ने छ है। उनीहरूको नागरिकतामा पनि त्यही छ। नाम भनेको नामै हो, कुनै एउटा सिम्बोलिक चिज हो। त्यसो हुँदा यो कुनै त्यसले नक्षत्रले ग्रहले ऊ बनाए गभर्नेन्स गरेको होइन, इमेसन परेको होइन। तर मैले राखेको नाम हो। त्यो ज्योतिषीले अर्कै राख्यो होला, तर मेरो ज्योतिषीकै नाम हो। तर म लामिछाने हो, लामिछाने हो। र नेपालमा हेक्का राख्नुहोस्, सबभन्दा धेरै नेपालमा लामिछानेको पपुलेसन धेरै छ। आश्चर्य लाग्ला तपाईँहरूलाई। बाहुन क्षेत्रमा लामिछाने छ, गुरुङमा लामिछाने छन्, त्यस्तै गरेर भोटे तिब्बतीमा लामिछाने छन्। अब मगरमा लामिछानेपछि कति चाहियो ल भन्नुहोस्? सङ्ख्या धेरै छ। विश्वमा सबभन्दा तलाक जात भने ज्युज, जर्मनीका, पछि माइग्रेट अमेरिका पुगेका होइन। भने नेपालमा साँच्चै भन्यो भने अहिले गर्व लाग्छ लामिछाने हुँदामा। तर कतिपय कुराहरूमा फेरि अलि मलाई पनि न्यास्रो लाग्छ। नेपालमा कुन जिल्लामा बढी लामिछानेहरू पाइन्छ बसोबास? अब यो लामिछानेहरू सिजाबाट माइग्रेट हुँदै फैलिएका रहेछन्। मैले एउटा वंशावली पनि लेखेको छु होइन। वंशावली मैले चाहिँ मेरो पुर्खाले पनि के भने स्याङ्जाबाट पर्वत जिल्लामा गएको एउटा भाइ, 10 भाइ 8 भाइ मध्येमा भएको कारणले यो बलभद्र लामिछानेको वंशावली लेखेको छु। जति पनि बलभद्र व्यक्ति त्यहाँ गयो पर्वतमा, मेरो बक्सिङ भन्ने ठाउँमा गयो, त्यसले फैलाएको शाखा सन्तान। यसको छोरो जेठोले चाहिँ 25वटा, मेरो हजुरबा 25वटा पाए, 2टा श्रीमतीबाट, बाहुनीबाट 15, कुर्सिनीबाट 10, 25, बाहुनीबाट 10वटा छोरा, 5वटा छोरी, गुर्सिनीबाट 4वटा छोरा, 6वटा छोरीबाट पाएँ। त्यसो भन्दा मेरो अलिकति अनौठो पृष्ठभूमि छ। तर यो के बुझ्नुपर्छ, नेपालको जनजातिहरू र नेपालको आर्थिक सामाजिक संरचना के थियो पहिला भन्ने कुरा हो। जस्तै मैले 4-4वटा बिहा गर्न पर्ने कुनै बाध्यताका कुराहरू छ।
है। त्यसो हुँदाखेरि यी कुरा नखोलौँ, तर धेरैले बुझ्नुपर्छ कस्तो परिस्थितिहरू उसका कुराहरू है। त्यसो हुँदा कसको जेनेटिक कुरादेखि लिएर अहिले भर्खरै मैले जीवाणु साइन्स सम्बन्धी लाइफ साइन्स भनिन्छ, त्यो लाइफ साइन्सलाई ब्याकिङ गर्ने नेपालमा दुईवटा चिज छ। एउटा राउटे अहिले देखिन्छ नि नोम्याड्स घुमफिरन्ती अवस्थामा, अर्को शेर्पाको जिनको रगत सायद अर्कोमा पेनिट गऱ्यो भने त्यसले चाहिँ अक्सिजन बिना हाई अल्टिट्युड चढ्न नपाए काम गर्छ भन्ने भनाइ जीवाणु शास्त्रीले भन्छन्। जस्तै डाक्टर नन्दबहादुर सिंहले भन्नुहुन्छ, उहाँ त्यही सम्बन्धीमा पिएचडी गर्नुभएको व्यक्ति पनि हो है। यस्ता कुराहरूलाई समेटेर अहिले मैले जुन एउटा आर्टिकल लेखेको छु, गोठालो के अरे खर्क र गोठालो जीवन पद्धति भन्ने लेखेको छु। आज सकियो ड्राफ्ट, सायद यो कुनै म्यागजिनमा अथवा पत्रिकामा जर्नलमा निस्कन्छ। अब यस्ता लेख्ने मान्छे हो, तर सम्भवतः मेरो 2 दर्जनभन्दा धेरै किताबहरू पनि छन्। म भाषा चाहिँ नेपाली अङ्ग्रेजी दुईटैमा लेख्छु। नेपालबाट निस्कने प्राय यस्ता पत्र पत्रिकाहरूमा छन्, डेलिजमा छन्, विकलीमा छन् है, फोर्टनाइटली, प्लस इन्टरनेसनल जर्नलमा निस्केको व्यक्ति मान्छे करिब मसँग 3 देखि 4,000को बिचमा यस्ता लेखपत्रहरू छन्। डाक्टर साहब यहाँ यति विद्वान हुनुहुन्छ, यति विद्वान त होइन, म सिकार हो, अहिलेसम्म म सिक्ने व्यक्ति। एक्टिभ चाहिँ पनि यत्रो उमेरसम्म यहाँ एक्टिभ भइरहनु भएको छ, जाँगर छ। यहाँको विचारमा यौन के हो, स्वस्थ जीवनको लागि यौन कतिको आवश्यक छ? आवश्यक छ, कसरी भनौँ, अप्ठ्यारो होला। नेपाली समाजले यो डाइजेस्ट गर्ला नगर्ला, यो 4वटा श्रीमती कसरी ल्यायो भन्ने कुराहरू पनि होला, तर मात्र ल्याएको होइन। एउटा त ब्याजसहितको आएको रहेछ, त्यो मैले पछि थाहा पाएपछि त्यसमा दुर्घटना भयो, त्यसको र मेरो छुट भयो। सेकेन्ड, बिहादी भन्ने ठाउँमा पहिला जिम्माल भने तपाईँले बुझ्नुपर्छ, शासक होइन, तिरो उठाउने लोकल गभर्नर भनेको उसको छोरी जेठी बिहा गरे, 19 दिनमै सुसाइड केस भयो, उनले सुसाइड गरिन्। त्यसपछि विमुख भए। जुन बेला 37 सालको समय थियो, म हेडमास्टर पनि थिएँ यहाँ काठमाडौँको गीता माता माध्यमिक विद्यालयको, म हेडमास्टर पनि थिएँ। पछि गएर 36 वर्ष चान्चुन बिहा गरेर, तर सबै विधिपूर्वक गरेछु है। यो 4वटै पण्डित राखेर गरेको छु, 2-3टा पण्डितै राखेर पनि गरेको छु भने पछि बिहा गरेर श्रीमती काठमाडौँकी हुन्, लैनचौरकै। उनीसित मेरो 36 वर्ष बसोबास भयो, छोराछोरी नातिना पनि जन्मे। उनले मलाई छोडपत्र गरेपछि फेरि हाम्रो बिचमा सम्बन्ध टुटे, एक्लै पनि बसेँ 6 वर्षसम्म। र त्यसपछि गएर अहिले फेरि कि लाइट अन हुनुपर्छ, अन भयो भने उज्यालो हुन्छ, अफ गरेपछि अँध्यारो हुन्छ, कि म बाँच्नु पर्यो, बाँच्न नामे जीवनसङ्गिनी चाहियो। काम गर्ने मान्छे पनि राखेँ, महिना 30,000 दिएर पनि राखेँ तलब, खाना बस्न कपडा लत्ता कपडा समेत सुविधा दिँदा पनि त्यसले पनि हुँदो रहेनछ। किन? म बेडमा बस्दाखेरिमा कुनै दुर्घटना पर्ने एउटा सम्भावना टरेर म बाँचेको थिएँ। त्यस कारण कि अनि ती मलाई स्याहार सुसार गर्ने महिलाले पनि के भन्नु, सर तपाईँ बिहा गर्नुहोस् भन्ने सल्लाह अनुसार फेरि बिहाको लफडातिर म फेरि टर्न भएँ। र त्यति हुँदाखेरि विदिन 3 महिनामा 14-15वटा आइमाई, 22 वर्षदेखि 54 वर्ष आइमाई पनि मसित ठोकिन आए। र उहाँहरूका विभिन्न किसिमका समस्याहरू ग्रस्त छन् नेपालका महिलाहरू। त्यो बुझ्नुपर्छ, किन त्यो अवस्थामा गुज्रे भन्ने कुरा बुझ्नुपर्छ एक कुरा। र अहिले मैले जुन मेरो श्रीमती साथमा हुनुहुन्छ, अब 19 र मेरो उमेर 39 वर्षको फरक छ। तर तपाईँले सोध्नुभयो केमा भने यो सेक्सुअल अथवा यो सम्बन्धी कुराको गर्नुहुन्छ भने आई इन्जोय टिल डेट। हामी दुईटैले एक्लै अर्कालाई सेटिस्फ्याक्सन पूर्वक हाम्रा क्रियाकलापहरू चल्छ। अब मेरो जिनको कुरा अहिले बताइसकेँ। मेरो हजुरबाले, 2टा हजुरबाले आफ्नो बाउलाई कर्म चलाउनको लागि किन चलाउनु परेछ? 9 वर्षको विधवा बिहा गरेर आएछन् मेरो हजुरबाको बाउ, आफै पकाएर खान्थे अरे। अनि तेरो बाबुको कर्म पनि नचलेको, बुढेसकाल भयो, आफै पकाएर खान सक्ने अवस्था छ भने त्यसो तेरो बाबुहरू तिमीहरू 2टा छोराहरूले बाबुको बिहा गरिदिए भनेपछि अनि उनले बिहा गरिदिएको सन्तानबाट जन्मेको मेरो अर्को हजुरबाहरू उपाधि लेख्छन्। हामीलाई जैसी लेखाउँथे, म किन जैसी हो र उपाधि हुँ?
विधवा भयो भनेदेखि उपाध्ययको छोरो चाहिँ जैसी हुन्छ भन्ने कुरो छैन। अनि मैले उपाध्याय नै लेख्छु र मेरो सोलिडोली पनि उपाध्यय चलेको छ। यस्तो तरिका र यस्ता कुरा आवश्यक छ फर द फ्रेसनेस अफ यर फिटनेस। अल्टिट्युड थेरापीका कुरा पनि लेख्छु मैले, वेलबिङ टुरिज्मको कुरा होइन, वेलनेस टुरिज्मका कुरा अहिले छ। यसले के गर्छ भने खर्कामा घुम्ने, खानपान अर्ग्यानिक गर्ने, प्रकृतिसित रमाउने, त्यो गोठालो जीवन भनेको एउटा ढुङ्गे युगबाट पशुपालन युगतिर भएको र त्यहाँबाट बिस्तारै कृषितिर परिणत हुँदै आएका पुर्खाहरूको जीवन पद्धति कस्तो छ भनेर हेर्नको लागि बुझ्नको लागि मैले लेखेको आर्टिकल हो त्यो। त्यस्तो म खुसी छु। डाक्टर सर, यहाँले काठमाडौँमा आएपछि यहाँ त एसएलसी उता गरेपछि काठमाडौँ आउनुभयो होइन? आइए पनि मैले प्राइभेट दिएर पास गरेको। त्यसपछि यहाँले काठमाडौँ आएपछिको त्यतिखेरको काठमाडौँ र अहिलेको काठमाडौँमा के फरक देख्नुहुन्छ? बागमती नदी कस्तो थियो? यता बागमती विष्णुमती दुईटैमा मजाले गएर मैले विष्णुमती त पाएको पर्थ्यो पारिजान, अमुले नर्दैबाट तल झरेपछि पारिपट्टि एउटा चाहिँ ऊ थियो, धर्महरूले के गर्ने छ धर्मशाला, त्यहाँ बाहिर यसरी पानी उभाएर आफैले पानी खाएको थिएँ मैले। त्यहाँ टुकुचा के अरे फोहोर फाल्ने ढलको व्यस्तै थिएन त्यो बेला। कस्तो कुरा गर्नु, भर्खर ढलको कुराहरू सुरु भएको थियो, किनभने जति घर बनाइन्थ्यो सेफ्टी ट्याङ्की नै हुन्थ्यो। मैले पनि स्वयं मेरो घरमा सेफ्टी ट्याङ्की छ होइन, अन्त पनि सेफ्टी ट्याङ्की छ, सकपिट स्वरूप बनाइन्छ। त्यस्तो किसिमको थियो भने तिहारको बेलामा बत्ती कति बलिएर राखेछ भने हेर्नको लागि म स्वयम्भू चढ्थेँ। स्वयम्भूबाट हेर्दाखेरिमा यो पुतली सडक बाहेक बियोन्ड पुतली सडक फाटे फुटे एउटा एयरपोर्ट जाने यो दिल्ली बजारको बाटो थियो बाहेक कहीँ पनि बत्ती बल्दैन थियो, त्यस्तो थियो होइन। अब ती कुराहरू उहिलेको कुरा खुइल्यो भने अहिले त तपाईँ एरियल भ्यू गर्नुभयो भने कुना काप्चा सबै प्लटिङ गरेर घर छन् होइन काठमाडौँमा। कि हरियो जङ्गल छ, जङ्गल फेदीदेखि लिएर त्यतिखेर जङ्गल बढी थियो, घरै थिएन नि होइन? होइन, धेरै जस्तो खेती थियो। जस्तै सिंहदरबार अगाडि यत्र यत्र काउली बथे, राता मुला फल्थे होइन। धराको उतापट्टि अब गणवालतिर जम्मै मुला र अनि ढल एउटा जान्थ्यो उता टेकुतिर, त्यो पनि थियो। म 30 सालमै आएको काठमाडौँ घुम्नको लागि, तर फर्मली आएको त म 32 सालको लास्ट अथवा 33 सालको जेठमा आएँ। तर म 2 चोटि अगाडि आइसकेको थिएँ, त्यसो हुँदा मलाई धेरै थाहा छ कहाँ कस्तो थियो। अकल्पनीय तरिका सेटलमेन्ट भयो, यति फास्ट यहाँ ग्रोथ भयो कि सहरीकरण। सायद यो सहरीकरण बढी फास्ट भएको 2037-38 सालपछि हो। यो जब जनमत सङ्ग्रह घोषणा भयो होइन 37 सालपछि। 37 साल जनमत सङ्ग्रह घोषणा भने पञ्चायत राख्ने कि अथवा पञ्चायतको विकल्प बहुदलीय व्यवस्था स्थापना गर्ने भने जुन वीरेन्द्रले जुन उ गरे होइन जनमत सङ्ग्रह घोषणा, त्यसपछि मनाङ्गेहरू आए, जहाँ जहाँ डेरा बस्ती क्षेत्रपाटी पक्नजोल ठमेल त्यो घरै किने झिटी जाम्टाको कुराले धेरै पाटाहरू छन्, धेरै तरिका छन्। अब अहिले आएर आधुनिकीकरण भइसकेपछि त डिजिटलमा गइसकेका छौँ। अब हामी त्यतिखेर हामी झोला लिएर चामल बिसाउन जान्थ्यौँ होइन। एक सुगाले 2 अन्डा किनेर ल्याएर अहिलेको भर्खरै रिटायर भएको डाक्टर आनन्द मोहन भट्टराई र म डेरामा बस्थ्यौँ। एउटा रातो अन्डा आउँथ्यो 13 पैसाको, सेतो अन्डा 12 पैसा पाइन्थ्यो। त्यस्तो किनेर हामी खाने चलन थियो। मासु धार्नेको मासु ठिक कुरा, धार्नेको होइन सेयरको कुरा गर्छु। सेयरको चाहिँ खसीको मासु 8 रुपियाँ थियो अनि कुखुराको चाहिँ 10 रुपियाँ थियो बरु खसीको। अब आफै कल्पना गर्नु त। अनि त्यो पछि यो कुखुराको मासु डाउन कसरी भयो भने रत्नफिड भन्ने नेपालमा बालाजुमा सुरु गरे यो नयाँ लाइभ स्टक सिस्टम्स। अनि हेटौँडामा लाइभ स्टक रसाले बनाइदियो लाइभ स्टक थियो, त्यसले मासु सप्लाई गर्यो, फ्रोजिङ भयो। अनि श्री डिस्टिलेरी भन्ने एउटा पाकोमा भने एउटा उसले गोविन्द साई भन्ने व्यक्ति कसाई हुनुहुने, त्यसले दरबारमा मासु सप्लाई गर्थे, ठुला होटेल सोल्टी होटेल त सप्लाई गर्थे। यस्तो भएपछि बल्ल अलिअलि भन्दै आएको हो। अब पहिला तपाईँले जे भन्नुभयो नि मासुको प्राइसमा कुखुराको महँगो थियो, खसीको सस्तो थियो। अब अहिले कति टाइम्स होला, अहिले 1600-1700 छ होइन।
कुखुराको जम्मा 280 छ होइन। अब अस्ति त्यो बर्ड फ्लू के आएको कारणले अब 300 टेके होला अहिले भने आफै कल्पना गर्नुहोस् कहाँ छ माग। डाक्टर सर, यहाँले जीवनमा सर्वप्रथम टेलिफोन, टेलिभिजन, रेडियो कहिले देख्नुभयो, कहिले प्रयोग गर्नुभयो र यहाँले जीवनमा पहिलोचोटि बस, कार र हवाईजहाजको यात्रा कहिले गर्नुभयो? 2026 सालमा म नुन बोक्न गएको थिएँ। 8 दिन लाग्थ्यो बुटवलबाट नुन बोकेर मेरो गाउँ आउनुहुँदा। मेरो जेठो दाई अर्को आमापट्टिको दाई उहाँसित गएको थिएँ। पाल्पामा टुडी खेल्न बसेको थिएँ। भोलिपल्ट त्यहाँबाट तल प्रवासतिर झर्दा एउटा उताबाट एउटा यत्रो ठुल्ठुलो आँखा भएको चिज आयो, गन्द्रा 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 गर्दै आयो। त्यो रहेछ ट्रिपर। अनि त्यसमा चढेपछि बुटवल पुगिँदो रहेछ। खस्यौली हो त्यो फेरि। बुटवल अहिले बुटौली भनेको चाहिँ त्यो तिनौ खोलाबाट पश्चिमतर्फलाई मात्र बुटवल भनिन्थ्यो त्यो बेलामा। यता खस्यौली थियो जुन डेजर्ट थियो, बयर घारी, कुरो घारी यस्तो थियो। त्यहाँ खच्चड गधाहरू चढ्थे। त्यो बेलामा पहिलोचोटि त्यही प्रवासमा 3 रुपियाँमा बुटवल जाने पाइयो। मेरो दाई एउटा गुरुङ बुढो अनि म अर्को गरेर ढाल त्यो पछाडि टिप्परमा त्यहाँ गरेको। अब हामीलाई त कहिले नचढे मान्छे कतै समाउनै जानेन, किनभने त्यसो नाङ्गले निखनै जस्तो। मेरो दाई कच्छाड लाउनुहुन्थ्यो, भित्र लङ्गटी लाउनुहुन्थ्यो, म त कट्टु लाउँथेँ बरु, जाङ्गिए भनिन्थ्यो। तर उहाँ दुईटाको जम्मै त्यो धरोसरो खुस्क्यो। एउटाको त त्यो भित्रको चिज पनि देखिने अवस्थामा पुग्यो। उनले किनभने त्यो सम्हालै पाएन। अनि जाँदा जाँदै बाटा पानी माघे सङ्क्रान्तिको दिन थियो। अनि खस्यौलीमा गएपछि हाम्रो त्यहाँ चिन्जान गरे एउटा भट्टी रहेछ, मायाको भट्टी भन्ने हुन्थ्यो गुर्सिनीको। त्यहाँ लयो त्यो गुरुङले आफ्नो नातेदारबाट त्यहाँ बस्यौँ। छुट्टै पकाएर खाइयो, दाइले पकाउनु भयो, खाइयो। अनि भोलिपल्ट बटौली गएर 1 रुपियाँ पाथी चुलुवा नुन किन्यो। 3 रुपियाँ कि 4 रुपियाँमा एउटा मट्टीतेलको टिन किनेर मैले 5 पाथी नुन र मट्टीतेल बोकेर अनि 2 दिन लगाएर पाल्पा आयौँ। अनि त्यही गरेर हामी आउँदा 8 दिनमा जाने आउने गर्थ्यो। एउटा त्यो चिज पऱ्यो, मोटर चढेको कुरो र बिजुली भनेको कुरो त्यतिखेर थिएन। यो बिजुली भन्ने कुरो चाहिँ मैले काठमाडौँ देखेको हो, गाउँमा थिएन, काठमाडौँ। अनि यो बिजुली पानीबाट निस्कन्छ भन्दा मैले अहिले खोपासीमा होइन, खोपासीमा हेर्न गएँ। 34 सालमा हेर्न गएँ। त्यहाँ चाहिँ बिजुली त यहाँ थियो, तर पोखरामा पनि देखाएको थिएँ म होइन। तर त्यो बिजुली कहाँ कसरी निस्कँदो रहेछ भने गयो खोपासी पहिलो कुरै भएछ। र अरू कुराहरूको अनुभूति भन्ने कुरा चाहिँ अब टेलिभिजनको कुरा गर्नु, टेलिभिजन भने 41 सालमा नेपालमा आयो होइन। त्योभन्दा अगाडि चाहिँ हामी भिडियो हेर्थ्यौँ। भिडियो हेर्ने भन्थ्यो, यहाँ भित्र देखाउँथे, कोही सिनेमा देखाउँथे, त्यो के अरे इङ्ग्लिस फिल्महरू अनि इन्डियन फिल्महरू यस्तो देखाउँथे। तर गुपचापमा देखाउँथे, भित्र टनलभित्र असङ्ख्य गल्ली भित्रभित्र देखाउँछ, पैसा तिरेर देखाउँछ। कोही दुई घन्टाको हुन्थ्यो, यस्तो हेरिन्थ्यो। तर 5 रुपियाँ तिर्नुहुन्थ्यो, त्यस्तो हेरियो। तर फिल्म हेर्ने काम चाहिँ मैले पोखरामा पढ्दा पनि 30-31 सालमा हेर्थेँ। वीरबहादुर गुरुङको पूजा के अरे फिल्म हल थियो तेर्सापट्टि भन्ने ठाउँमा, त्यो हेरेको त हो। हो त्यसो भन्दा यस्ता कुराहरूको लागि हवाईजहाज कहिले चढ्नुभयो? हवाईजहाज मैले पहिला आफू चढ्नुभन्दा पहिला आमालाई चढाएँ, अनि मेरो अङ्कलहरूलाई चढाएँ। अनि म आफू 42 सालको मङ्सिरतिर म जब बागलुङमा टिचरमा पदस्थापना भएँ, त्यसपछि मङ्सिरको पछाडि लास्ट महिना पोखरा बागलुङ बलेवाबाट पोखरा आउने 7 मिनटको चढेँ। 90 रुपियाँ बागलुङबाट पोखरा आउँथ्यो 7 मिनटमा। अनि त्यसपछि गाडी समातेर, किन महँगो हुन्थ्यो, 300 रुपियाँ थियो काठमाडौँ, त उता 90 रुपियाँ थियो। त्यो चढेको लाइफमा पहिलोचोटि हो। अन्तर्राष्ट्रिय यात्रा कहिले गर्नुभयो हवाईजहाजमा? अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरामा पहिलो यात्रा चाहिँ मैले इजरायल पढ्न गएँ, जसमा चाहिँ पहिला नेपालको आरएनसी कृषि पढ्न जानु? कृषि हो हजुर। अनि कोअपरेटिभ हो मैले पढेको खास गरी। त कोअपरेटिभभित्र कृषि मेरो स्पेसलाइज विषय थियो, कारमेल भन्छन् त्यहाँ। अनि त्यहाँ 2 वर्षीय कोर्स चाहिँ 3 महिनामै सक्ने व्यवस्था थियो, त्यसो गएको थिएँ। र हवाईजहाज चढ्ने मैले जेट चढेको त्यतिखेरै हो। अनि त्योभन्दा अब यो ट्विनेटर चढेको त मैले नेपालबाट डाइरेक्ट हवाई त थिएन होइन, नेपालबाट त्यो जान्थ्यो दुबई गयो, दुबईमा के अरे फेरि फ्युलिङ गर्यो। त्यसपछि त्यो जर्मनीको के भन्छ त्यो म्युनिक होइन जर्मनीको एकदम ठुलो एयरपोर्ट हो त्यो,
त्यहाँ उतार्यो। त्यसपछि अनि फेरि मैले नाम बिर्सेँ मलाई, अनि फेरि त्यहाँबाट इजरायल लुफ्थान्साबाट इजरायल आएँ। त्यहाँबाट फेरि उल्टो आउने हो, पूर्व आउने, पहिला पछि जाने। त्यो एयरपोर्टको नाम अहिले मैले बिर्सेँ है। त्यो तरिका त्यसरी होइन, धेरै ठुलो एयरपोर्ट छ, जर्मनीको पश्चिम जर्मनीको ठुलो एयरपोर्ट हो त्यो, सायद काठमाडौँ भ्यालीभन्दा ठुलै छ। त्यस्तो हो, त्यसरी भने। र त्यो पढाइको कुराहरू इत्यादि गर्दा मलाई अलिक बाठो पनि भयो। अनि म चाहिँ अलि पढ्नमा चलाएको थिइनँ, तर पढाइमा भन्दा पनि रिसर्चमा म बढी व्यस्त रहेँ। त्यसमा 2043 सालदेखि अल द वे रिसर्चको क्षेत्रमा र नेपालमा ग्रामीण विकास विषयको जब कोर्स सुरु भयो, रुरल डेभलपमेन्ट, त्यसपछि म फेरि सेडा भयो 17-18 वर्ष नेपालमा टप रिसर्चरहरू हर्क गुरुङ, महेश बास्कोटा, डाक्टर पिताम्बर अनि लगायत यस्ता नेपालका टप त्यतिखेर टप रिसर्चरसित यसो काम गर्ने, फिल्ड इनोभेटर काम गर्ने गरेर त्यहीँ सिक्दै अब म आफैले अहिले 28 जना PhD होल्डर बनाइसकेको छु। अझै 3 जना अलरेडी सर्टिफाइड गरेको छु, उनीहरूले एवार्डेड हुन्छन् र अझै पनि म गाइड गर्दैछु। त्यस्तो भएको थियो। अहिलेसम्म कतिवटा देश भ्रमण गर्ने अवसर पाउनुभयो? विदेश त धेरै छैन, अब त्यही अमेरिका होइन, जर्मनी, फ्र्याङ्कफर्ट हो साँच्चै, जर्मनीको फ्र्याङ्कफर्ट राइट, अनि इजरायल, इजिप्ट पनि थोरै त्यो हेर्न गइयो, पिरामिड, अनि त्यसपछि संयुक्त अरब इमिरेट्स, फिलिपिन्स, मलेसिया, अब चाइनामा चाहिँ जुन मानसरोवरको यात्रा गरे, तीर्थयात्रा पनि गरियो। त्यो सुन्दाखेरि यस्तै हुन्। र इन्डिया, भुटान यस्तै हो, अरू चाहिँ छैन। डाक्टर साहब, यहाँलाई धेरै धेरै धन्यवाद। हस्, अब धेरै कुराहरूलाई एकैचोटि यत्रो ल्याउँदाखेरि धेरै गन्ज्याङ भएको छ, मिलाएर बुझ्न तपाईँका श्रोता दर्शकहरूलाई अनुरोध गर्दछु। अवसर दिनुभयो, धन्यवाद। हवस् त आदरणीय दर्शक, यहाँहरूले कार्यक्रम पाका कुरामा आज हामीले प्रोफेसर डाक्टर प्रेम शर्मा लामिछानेज्यूलाई ल्यायौँ र उहाँका कुराहरू हामीसँग राख्यौँ। र यहाँहरूले अर्को साता यस्तै कार्यक्रम पाका कुरा लिएर म प्रस्तुता यहाँहरू सामु उपस्थित हुने नै छु। त्यस बेलासम्मको लागि म प्रस्तुता किशोर सेणाई बिदा माग्छु। संसार न्युज HD हेर्दै गर्नुहोला। नमस्ते।